सबैलाई यीशु ख्रीष्टको नाममा जय मसीह। आउनुहोस् हामी आजको बिहानीमा यो डिभोसनलाई सुरु गर्नेछौँ। सुरुको प्रार्थना गर्नेछौँ। प्रभु येशू, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो बिहानीमा, अनि फेरि पनि हामीलाई एक दिनको आइदिनु भएको छ र यो बिहानीमा तपाईँको वचनबाट हामी हेर्न गइरहेको छौँ। हामीलाई सहायता मात्रै गर्नुहोस्, बुझ्नलाई सहायता गर्नुहोस् यीशु प्रभुको नाममा, आमेन। हुन्छ, हामी लुकाको 17 अध्यायको 32 पदलाई हामी पढ्नेछौँ। लुका 17 अध्यायको 32 पदमा लेखेको छ, अन्तिम दिनमा परमेश्वरको राज्यको आगमनको विषयमा प्रभु श्री कृष्णले यहाँ भन्दै गर्नुहुँदाखेरि एउटा उदाहरण लिनुभएको छ यस खण्डमा। अनि 17 को 32 मा हामी हेर्छौँ भने यहाँ पाउँदछौँ, लोतकी पत्नीलाई याद गर भनेर भनिएको छ। लोतको पत्नीलाई याद गर भन्नुभएको छ वचनले चाहिँ यहाँ बाइबलमा। किन याद गर्नुपर्ने रहेछ भन्दाखेरि जब हामी उत्पत्तिको पुस्तकमा हामी हेर्छौँ भने उत्पत्ति 19 अध्यायमा हामी हेर्छौँ भने त्यहाँ सदम र गमोराको नाश भएको कुरा, सदम र गमोरा सहर चाहिँ नष्ट भएको कुरा हामी पाउँछौँ। त्यहाँ पापहरू भएको कुरा, परमेश्वरलाई मन नपर्ने कुराहरू त्यहाँका मानिसहरूले गरेको कारणले गर्दाखेरि परमेश्वरले सदम र गमोरालाई चाहिँ नष्ट गर्नुभएको छ। र त्यहाँ लोतको श्रीमती र उनका दुई छोरीहरूलाई हामी देख्न सक्छौँ, जसलाई परमेश्वरले अनुग्रह गर्नुभयो र त्यो सहरबाट बचाउनलाई अनि त्यो सहरलाई छोडेर डाँडातिर जानु भन्नुभएको कुरा हामी पाउँदछौँ, होइन। हामी यहाँ हेर्छौँ भने किन लोतको श्रीमतीलाई सम्झनु, याद गर भन्नुभएको छ, किनभने यो लोतको श्रीमती एउटा यस्तो उदाहरण भएको कुरा हामी पाउँदछौँ जो चाहिँ संसारतिर फर्केर हेर्ने स्त्रीको रूपमा हामी बुझ्न सक्छौँ, होइन। उनले संसारतिर फर्केर हेरे, जुन कुरा नष्ट भइरहेका थिए त्यो कुरातिर उनले मन लगाएको कुरा हामी पाउँदछौँ। र उनी संसारको धेरै नजिक थिइन् हामी पाउँदछौँ, होइन। उनी संसारको पछाडिका कुरामा उनी साथ दिएर बसेकी थिइन्, होइन। अनि हामी हेर्छौँ भने उनले त्यहाँ विश्वास गरेनन्। परमेश्वरले उनीहरूलाई आज्ञा गर्नुभएको थियो कि तिमीहरू डाँडातिर उक्लेर भाग्नु, दौडनु, पछाडि फर्केर नहेर्नु। तर चाहिँ लोतको श्रीमतीले चाहिँ विश्वास गरेनन्, होइन। विश्वास भनेको चाहिँ के हो भन्दाखेरि विश्वास भनेको चाहिँ यीशु ख्रीष्टलाई हेर्नु हो, होइन। परमेश्वरलाई हेर्नु, यीशु ख्रीष्टलाई हेर्नु चाहिँ के हो? विश्वास हो। तर विश्वास चाहिँ यीशु ख्रीष्ट भन्दा बाहेकका कुराहरूलाई, संसारका कुराहरूलाई हेर्नु चाहिँ विश्वास होइन। ऊ चाहिँ लामो समयसम्म खडा भएर चाहिँ उनले जब पछाडि फर्किन्, अडिएर पछाडि फर्केर हेरिन्, अनि त्यहाँ उनी चाहिँ नुनको खाँबो भएको कुरा हामी पाउँदछौँ। त्यस कारणले यदि हामी संसारतिर हामी हेर्छौँ भने, हामी संसारतिर पछिल्लोतिर फर्केर हेर्छौँ भने र हामी संसारबाट हामी टाढा भाग्दैनौँ भने पापले गर्दा हाम्रो जीवनमा धेरै कष्ट, समस्या र परिस्थितिहरू आउन सक्छ, होइन। हामी अलग रहन सक्छौँ। हामी अलग रहेर मात्रै हामी संसारबाट हामी भाग्न सक्छौँ र हामी संसारका कुराहरूदेखि हामी भाग्नु पर्दछ। लोत जस्तै हामी लोतको श्रीमती जस्तै हामी संसारतिर फर्केर बस्यौँ, संसारका कुरालाई हेरेर बस्यौँ भने हामीले हाम्रो जीवनमा परमेश्वरको सामर्थ्यको कामलाई हामी थाहा गर्न सक्दैनौँ। व्यक्तिगत जीवनमा परमेश्वरको उपस्थितिलाई हामी थाहा गर्न सक्दैनौँ। व्यक्तिगत जीवनमा परमेश्वरको आवाजलाई हामी सुन्न सक्दैनौँ। जब हामी संसारतिर मन लगाउँछौँ भने, संसारतिर फर्केर हेर्छौँ भने हामी आत्मिक जीवनमा, इसाई जीवनमा हामी एउटा नुनको खाँबो जस्तै हामी बनिरहेका हुन्छौँ। हामी परमेश्वरको योजनामा हामी अघि बढिरहेका हुन्छौँ। त्यही भएर प्रभुले भन्नुभएको छ, अन्तिम दिनका समयहरूमा लोतको श्रीमतीलाई अथवा उनको पत्नीलाई याद गर। उनी कस्ता थिइन्? उनी अविश्वासी थिइन्, विश्वास नगर्ने खालका थिइन्। उनले जुन कुरा संसारमा थिए, उनलाई मनपर्ने संसारिक कुराहरू त्यतातिर उनले मन लगाइन्। नाश हुने कुरामा उनले फर्केर हेरिन्, होइन। उनले परमेश्वरले भनेको कुरामा उनले विश्वास गरिनन्, होइन। अविश्वासको कारणले गर्दा उनी, होइन, नुनको खाँबो हुन पर्यो। र उनी संसारको यति नजिक थिइन् र संसारका कुराले यति प्रिय ठानेकी थिइन्, त्यस कारण उनी भाग्दै गर्दाखेरि एकपटक त म मेरो नष्ट भएका, त नाश भएका, जलिरहेका मेरा धन सम्पत्तिलाई म एकचोटि फर्केर हेर्छु, मेरा गाई बस्तुहरूलाई म एकचोटि फर्केर हेर्छु, मेरो
खेतबारीहरूलाई म एकचोटि फर्केर हेर्छु है। त्यसै कारणले गर्दाखेरि उनी चाहिँ त्यहाँ नुनको खाँपो भएको कुरा हामी पाउँदछौँ। एलिसाको जीवनमा पनि हामी हेर्छौँ, जब उसलाई एलियाद्वारा उनलाई बोलावट भएको थियो, उनीसँग भएका 12 गोरुहरूलाई उनले फुकाएर ती जुवाहरू उनले भाँचिदिएका छन्, ताकि उनले यो सम्झे ताकि यो जुवाले पछि मलाई फेरि फर्काएर यसै ठाउँमा नल्याउन् है। त्यसै कारण हामी होसियार हुनुपर्छ। हामी प्रभु पाएका छोराछोरीहरू, प्रभुले हामीलाई अनुग्रह गर्नुभएको छ, प्रेम गर्नुभएको छ। संसारदेखि हामी अलग राख्नुपर्छ, संसारको कुरादेखि हामी टाढा रहनुपर्दछ र परमेश्वरमा हामी विश्वासमा बनिराख्नु पर्दछ। परमेश्वर हाम्रो जीवनमा अद्भुत कार्यहरू गर्नुहुन्छ। लोतको श्रीमती जस्तो हुने होइन, तर हामी पूर्ण रूपमा परमेश्वरमा येशू ख्रिस्टलाई हेर्ने र उहाँमाथि विश्वास गर्ने छोराछोरी हुनुपर्छ। देखिने कुराको होइन, तर अदृश्य कुराको हामी के गर्छौँ? विश्वास गर्छौँ। आमेन। परमेश्वर हामी सबैलाई आशिष दिनुभएको छ। जय मसीह।